सामाजिक सञ्जाल फेसबुकमा आएर केपी बा 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 गर्नेहरू यो भिडियो हेर तिमीहरूको सातो खुस्किनेछ। म नेकपा एमालेमा साह्रै एकदमै एक्टिभ भएर राजनीतिक रूपमा अगाडि बढिरहेको एउटा युवा हो। म पोहोर सालकै चुनावमा परार सालकै चुनावमा खबिलाल विश्वकर्मालाई अग्रपन्थीमा राखेर चुनाव जिताएको म युवा हो। तर आज म त्यही पार्टी छोडेर देशलाई बनाउनु पर्छ, राष्ट्र बनाउनु पर्छ, आफ्नो क्षेत्र बन्नुपर्छ भनेर राष्ट्र स्वतन्त्र पार्टीमा आएर उभिएको छु। हामीलाई पार्टीको पदको महत्त्व हो त? हामीलाई पार्टीको पदको लोभ हो त? नेपाल बन्नु पर्यो होइन। त्यो भएको कारणले यसपालि अब हामीले सबैले हाम्रो घर परिवार बुवागुन पार्टी आमागुन पार्टी सबै छोडौँ। अब हामी नेपाली र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी छौँ। अन्ति हाम्रो चुनाव चिन्ह हो। सुनिल लम्साल हुनुहुन्छ, सदाकोर हामी छौँ। हामी दुईजना पात्र मात्र हो। हामी दुईजनाको सिटले बालिसँग देशको प्रधानमन्त्री बन्नुहुन्छ। हामीले हाम्रो पार्टीमा बहुमत लिएर आउनुपर्ने छ। त्यसको लागि तपाईँहरू सबै आफ्नो साइडमा लाग्नुपर्नेछ। हामीहरू